नमस्कार, गुड मर्निङ, शुभ बिहानी सबै साथीहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अहिले चाहिँ घडीले 6:30 बजाइसकेको छ। हामीलाई पार्किङमा लिएर बसले छोडिदियो। अब सबैले गाडी स्टार्ट गर्न थाले। बस चाहिँ हामीलाई छोडेर जान आँटेको छ। म पनि गाडी स्टार्ट गर्नतिर लागेँ। गाडी स्टार्ट गरेर 5 मिनट जति छोडिदिएँ। साथीहरूले स्टार्ट गरिसकेका छन्। अब बाटो लाग्यो। आज चाहिँ हामी शर्मा प्लान्टमा जानुपर्नेछ। प्लान्टबाट अस्पल्ट लोड गर्नुपर्नेछ। पार्किङबाट लगभग सवा घन्टा लाग्नेछ। जाँदैछौँ लाइनबद्ध रूपमा। हामीलाई हिजो बेलुका नै मेसेज गरिएको थियो ग्रुपमा 25 वटा गाडी शर्मा प्लान्टबाट भोलि लोड हुन्छ भनेर। अनि म पनि आइपुगिसकेँ शर्मा प्लान्टमा। अब कम्पाउन्ड भित्र जाँदैछु पार्किङमा। साथीहरूले गाडी पार्किङ गरिसके मभन्दा अगाडिको साथीहरूले। अब म पनि जाँदैछु। मैले पनि आफ्नो नम्बर लेख्नुपर्छ लोडिङको लागि। यहाँ अर्को गाडीले आफ्नो नम्बर लेख्दै रहेछ। अब मेरो पनि लेखिदे भनेर म निस्किएँ पार्किङको लागि। साथीहरू पार्किङ गरेर मस्त बसिरहेछन्। अब म पनि टक्क लाइन मिलाएर गाडी पार्किङ गर्नुपर्ने हुन्छ। अनि अघि लेखिएको नम्बर अनुसार गाडी लोड हुँदै जानेछ। मेरो पनि नम्बर 10-12 वटा गाडीको पछाडि नम्बर आउनेछ। त्यस बेलासम्म गाडी पुछपाछ गरेर खाजा खानेछु। गाडीहरू फटाफट लोड हुँदै निस्किँदै गरेको अवस्था। अब मेरो पालो पनि आइसकेको छ। यो गाडीको पछाडि मेरो पालो हो। यो गाडीको लोडिङ सकियो। अन्तिम पल्टको खसाइ हो त्यो। अब मेरो पालो आइसक्यो। मैले गाडी प्लान्टको तल लगाइसकेको छु। धन्यवाद साथीहरू यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। बाँकी म अर्को पार्ट बनाएर ल्याउनेछु। भिडियो लामो भएकोमा क्षमा चाहन्छु। धन्यवाद।